फ्यान्सी स्टोर भन्ने छ यहाँ। त्यहाँ चाहिँ आहा कति राम्रो सर आउनुभयो आज त। एकचोटि फनक्क घुम्नुहोस् त सर, हेर्दै लाउरे जस्तो देखिनुहुन्छ भन्ने पसल चाहिँ त्यहाँ छ। A1 फ्यान्सी पसल हो। यस्तो यस्तोहरूमा चाहिँ बिस्तारै लैजानु पर्ने हुन्छ है गाइस। चारवटा साइड हुन्छ अनि स्पिडमा गयो भने चाहिँ एक्सिडेन्ट। कहाँ झ्याप्पै छिराउनु खोजिरहेको त यार। यहाँदेखि चाहिँ माथि गयो भने पार्क साइडतिर जान्छ, यहाँदेखि उता गयो भने चाहिँ बस पार्क साइडतिर जान्छ। लखन पार्क यहाँ चाहिँ त्यस फोटोसोटो खिच्न आउँछन् मान्छेहरू। भित्र चाहिँ कस्तो छ म अहिलेसम्म गएको नि छैन। त्यहाँदेखि निस्किरहेछन् मान्छेहरू। हान्नै सकिन्न त यार। म कालो हो नि। कहाँदेखि गयो त्यही हो, अब जाँदै जान्न। सो गाइस अहिले चाहिँ रात परिसक्यो है। सो हेलो गाइस, न्यू डे विथ अ न्यू ब्लग। अनि माया छ है सबलाई। म नि आरामै छु र तपाईँहरू नि आरामै हुनुहुन्छ होला भन्ने आश छ। अनि आज चाहिँ एकदम रमाइलो लागिरहेछ, दिन पनि घमाइलो नै छ। सो गाइस त्यही हो, अनुहारतिर नि कस्तो बिग्रेछ यार, फेसै बिग्रेछ मेरो। कपाल नि कस्तो झान्टाङ झुन्टुङ भएको छ यार गाइस। सो गाइस त्यही हो, एकछिन बजार जान लाग्यो। अनि अरू त के भन्नु, एकदम दामी छ है। दिन चाहिँ घमाइलो छ, ट्याक्क लाएर रमाइलो गर्नुपर्छ। सबले माइ देखाइदिनु होला। तरी देख्यो भने त फेरि सन्की देखिन्छु नि फेरि म त। सो अलराइट गाइस त्यही हो है, हेर म रुलेट सिकेँ के हुन्छ। सो गाइस हामी चाहिँ बजार जाँदैछ। लाएर मैले चाहिँ त्यो के भन्छ अरे, यहाँ चाहिँ बोट खेलिरहेछन्, ट्याक्क लाएर पसल छ है यता चाहिँ। अनि सो गाइस मैले चाहिँ के भन्छ अरे, हेलमेट लिन गाइस, मोबाइलमा अताउने हेलमेट के भन्छ त्यसलाई, मोबाइल होल्डर कि के भन्छ, त्यो चाहिँ ल्याउन पाएन गाइस। चर त के भन्नु है, यतातिर यस्तो यस्तो छ। यो चाहिँ हाम्रो घरै बजारको भरतपुर साइडतिर भयो। अनि हाम्रो दाइ आउनु ट्याक्क लाएर जस दामी भइरहेछ है, मजा आइरहेछ। दाइ जानु भइरहेछ यहाँ। यस्तो यस्तोहरूमा चाहिँ बिस्तारै लैजानु पर्ने हुन्छ है गाइस। चारवटा साइड हुन्छ अनि स्पिडमा गयो भने चाहिँ एक्सिडेन्ट हुने सम्भावना धेरै हुन्छ नि त गाइस। सो त्यही हो, बिस्तारै लैजानु होला, बिस्तारै चलाउनु होला। सेफ राइट। भाइ फेरि ट्याक्क आइरहेको छ साइकलमा। छ टायर दुधै आउट भइरहेको छ यता। ट्याक्क लाएर है, दामी गरेछ। जेस घाम गरेर आज चाहिँ घाम गरेछ, नभए अरू दिन चाहिँ हुस्सु सुसुला हुन्थ्यो। घाम गरेर क्या घमाइलो छ दिन यार। ट्याक्क लाएर अहिले चाहिँ अब साँझ पर्न लाग्यो। अब एकछिनमा रात पर्छ। यो चाहिँ हाम्रो बिसाउना। अनि यस्तोहरूमा नि बिस्तारै हिँड्हाल्नु पर्छ है गाइस, बिस्तारै हिँड्हाल्नु पर्छ। पेट्रोल नहाल्ने, पेट्रोल जाम लैजानु। पेट्रोल छोडिदिनु, आउनु जाम। यस्तो छ है, यस्तो छ। अनि अरू त के भन्नु, आएछ सबलाई देखाइदिनु होला। अरू
यतातिर चाहिँ फ्यान्सी पसलहरू छ। यहाँ कहाँ A1 फ्यान्सी स्टोर भन्ने छ यहाँ। त्यहाँ चाहिँ आहा कति राम्रो सर आउनुभयो आज त। एकचोटि फनक्क घुम्नुहोस् त सर, हेर्दै लाउरे जस्तो देखिनुहुन्छ भन्ने पसल चाहिँ त्यहाँ छ। A1 फ्यान्सी पसल हो। लाएर यहाँदेखि चाहिँ माथि गयो भने पार्क साइडतिर जान्छ, यहाँदेखि उता गयो भने चाहिँ बस पार्क साइडतिर जान्छ। बवाल छ। अब क्यामेरा क्वालिटी त्यस्तो छैन, त्यही नि बवाल छ है। बवाल छ भने अब राम्रो गोप्रो किन्यो भने त्यहाँदेखि स्टार्टिङ हान्ने हो। अब भएन भने त के गर्नु र। यो चाहिँ हाम्रो पार्क हो, लखन पार्क है गाइज। यो चाहिँ हाम्रो लखन पार्क। यहाँ चाहिँ जस फोटोसोटो खिच्न आउँछन् मान्छेहरू। भित्र चाहिँ कस्तो छ म अहिलेसम्म गएको नि छैन। त्यहाँदेखि निस्किरहेछन् मान्छेहरू। यो त हाम्रो नयाँ बजारतिर हो गाइज। बोल्न नि कस्तो अर्कै लागिरहेछ यार, अप्ठ्यारो भए जस्तो, कस्तो अनकम्फर्टेबल फिल लागिरहेछ। अब दिल्ली बनायो भने चाहिँ त्यही हो, बोल्ने बानी पर्छ। त्यस मजा आउँछ क्या दिल्ली गऱ्यो भने चाहिँ। अब सकेसम्म दिल्ली हाल्ने भन्ने गाइज। हाल्छु होला त्यही हो गाइजहरू। के भन्नु र, नयाँ नौलो भन्ने केही छैन, एकदम ठिकठाक छ। अनि यता चाहिँ डेटिङ स्पोट हो, केटाकेटीहरू ट्याक्कै लाएर डेटिङ बस्छन्। यो चाहिँ हाम्रो पिपल है, डुम्रा गाउँको पिपल हो। डुमर गाउँको अगाडिको के भन्छ अरे टायरमा नि हावा कम छ अहिले भन्नुपर्दा गाइस। गाह्रो छ नि यताउता समस्या हुने त्यहीको कारणले हो क्या। अनि 100-200-50 रुपियाँको लागि किन धेरै चिन्ता लाग्ने के, त्यही हो मेरो सोचाइ र सिद्धान्त। के हो यसो कमेन्टमा भन्नु होला। मेरो चाहिँ भ्युअर्सहरू आजभोलि घटेछन्, अनि अब बढाउनु पर्छ यार गाइज यार। ट्याक्क लाएर म चाहिँ पछाडि बसेछु है, भ्लग बनाउनुलाई पछाडि बस्यो हो। अब देखाउनु पऱ्यो त यताउता चाहिँ कस्तो के हुन्छ यहाँ यो होइन, देखाउनु पऱ्यो नि। नदेखाएर कहाँ हुन्छ त गाइज, देखाइ पो हुन्छ नि। हान्नै सकिन्न त यार। मर कालो हो नि। तेरो त्यहाँदेखि गयो त्यही हो, अब जाँदै जान्न अब। सो गाइस अहिले चाहिँ रात परिसक्यो है। यो चाहिँ बाइकको आवाज भयो, कस्तो अर्कै सुनिरहेछ बे गाइस। आजको भ्लग चाहिँ यति नै हो।